Hey guys, welcome to my new vlog. अहिले चाहिँ हामी कहाँ हो यो? कुन ठाउँ भन्छ? के नाम के भन्छ होला? त धापचोक के खै के नाम भन्दै? यो नागार्जुनतिर के? यहाँ चाहिँ हाइकिङ गर्न आएको गरिसकेर जस्तो छैन। हाम्रो सन्या हुनुहुन्छ। यो नाजुक अवस्था भइसक्यो। हिँड्दा हिँड्दैन। अस्ति पनि उताको सुन्दरजल गएर आएको, त्यहाँ पनि यस्तो थियो क्या। फेरि अस्ति गएको, फेरि आज जिन्दगी के गर्नु, आधा मान्छे माथि पुगिसक्यो हाम्रो। कहाँ गाई भयो अनि हामी दुईजना चाहिँ यहाँ छु, अरू पनि छ मान्छे पछाडि। शीतल त शीतल हुँदो रहेछ क्या दाजु। बाटो यस्तो सिधै सुरुमै उकालै लाग्दो रहेछ। म सिडी रमाइलो छ बाटो। कति हिँड्नु यो बाटो। टिकटकमा हेऱ्यो, अर्काले जाउँ भन्यो, अरूले जाउँ भन्यो, हिँड्यो, हिँड्नु सकिन्न। के गर्नु जिन्दगीमा, गाह्रो छ नि हजुर, गाह्रो। सर तपाईँले के भएछ भन्नुहोस्। सास रोकियो छ अरे। गाइस हाइकिङ गर्दाखेरि यस्तो अवस्था हुन्छ। यसै गाह्रो भयो। बाटो यस्तो छ गाइस। न दादा कस्तो लागिरहेको त तपाईँले भन्नुहोस् त। ए यो बाटो हिँडा लाग्न सक्यो। यो हामी सर्टकट बाटो आयौँ, उता सिडिओको बाटो पनि छ हेर्नु। बाटो हेर्नु है, अहिले त ठिकै यो बाटो। बर्खाको बेला त यो बाटोमा आएपछि मान्छे त बाँच्ला जस्तो छैन यो बाटोमा। मेरा बाउज्यू कति दिन आएको थिएँ म। यो खै मा सुधार्नेले बनाएको थियो हाइकिङ। यो हाम्रो घरतिर भएको भए यसो फ्रीमा आइन्थ्यो। यो 100 रुपियाँ टिकटतिर यो उकालो चढ्न। दादालाई दादाको 2 केजी बोसो घर लाग्छ त है। सो गाइस अब हामी इनर्जी ड्रिङ्क चाहिँ खाँदैछौँ। अब यसले चाहिँ कति इनर्जी दिन्छ भन्ने कुरा, जसले इनर्जी ड्रिङ्क भन्दा हुन्छ यसले एक्सट्रिमले कति इनर्जी। दादा इनर्जी दिएन अहिले? छैन, दिएन। त्यो के भन्नुहुन्छ भन्नु है, फेरि इनर्जी दिएपछि मात्र यसलाई इनर्जी भन्ने अहिले। कुन बाटोमा पुगाइदियो यार हामीलाई यो। कुन ठाउँमा आएको थियौँ, कुन ठाउँ मान्छे गएर पनि फर्किसके, हामी चाहिँ जाँदैछौँ। पुरा कसले पुग्छ यहाँ। कस्तो लागिरहेको छ भन्नु होला है। म त मर्छु होला, जान्न होला भने जस्तो। तर जे होस् आनन्द त फिल चिलमा रहेछ, मजाको बाटो, गर्मी छैन, काफलका बुट्टा पनि छन् कि जस्तो लाग्यो। उता पनि बाटोमा मान्छे गइरहेको छन् है। उता मान्छे आदि हिँडिरहेको छन् यस्तो।
यो बाटो आएको यस्तो थकान लागिरहेको छ है। दादाले आज 5 केजी भुँडी चाहिँ घटाउँछु भन्नुभएको छ है भन्दा त आधी मान्छे उता छन्। सिडीको बाटो पनि रहेछ, हामी चाहिँ सर्टकट बाटो आएको हो। जामाचोमा सो गाइस हामी चाहिँ यहाँ पुगिसक्यौँ सैनिक इलाका प्रवेशद्वारतिर। यो जुन्तामा सेकेन्डचोटि हाइकिङ गरेको यो अस्ति सुन्दर रिजाल। यहाँ चाहिँ पुगिसक्यौँ हामी। ल यहाँ पुग्नु नि 1 घन्टा लाग्यो, 1 घन्टा पनि बेसी लाग्यो। उता सबै मिटिङ भइरहेछ। सो गाइस हामी भर्खर त 3 किलोमिटर गएको थियो। यहाँ अझै न जामाचौरमा 2 किलोमिटर बाँकी छ हो। मान्छे त्यहाँ पुगिसक्यो। ओइ यस्तो थाक लाग्छ क्या होइन। अघिदेखि नै अरूपट्टि हिँडेर आउँदैन चाहिँ 11 बजीतिर हिँडेको होला सबै। 2 बजिसक्यो, 1:25 भयो त अहिले। अन्त हामीले बाटोलाई 2 घन्टा लाग्ला जस्तो छ। आउँदाखेरि मान्छे सबैले पानी चाहिँ अनिवार्य हल्का धेरै बोकेर आउनु होला। पानी चाहिँ धेरै महत्त्व छ यहाँ चाहिँ। पानी नरहेछ अहिलेसम्म हामीले पानीको मुहार पनि देखाएको छैनौँ, केही पनि छैन। उकालो ओह्रालो पालो हिँडेको छु एकचोटि पनि खाली छैन। खानेकुरा प्लस पानी, खानेकुरामा पनि पानी चाहिँ धेरै बोकेर आउनु होला क्या। हामी 3टा बोतल ल्याएको, 3टा बोतल पानीको भइसकेको छ अहिलेसम्म। पानी कहाँबाट पाउनु हामीले? ल पसल छ न केही छ यहाँ। 100 रुपियाँ टिकट काटेर पानीको व्यवस्था पनि हुनु पऱ्यो, राख्नु पऱ्यो नि हो कि नै? भन्नुहोस् तपाईँहरू भन्नुहोस्। बाँकी कुरा के भयो मलाई फोन गर्नु होला। म पानी सानी बोकेर म आइदिन्छु पछि चाहिँ। ल अब माथि गएपछि भेटौँला। बाटो यो देखिहाल्नु भयो तल यस्तै माथि उकालो थियो, यस्तै पाल्दै छ। समय छ भनौँ न। जस रमाइलो रहेछ बाटो चाहिँ। हाम्रो दुईवटा गाइडले के पनि सोचेर गाइडमा 2 जन्तु अरू अगाडि पनि छैन। एउटा मेरो क्यामेराम्यान चाहिँ पछाडि छ। मेरो क्यामेराम्यान चाहिँ पछाडि छ। म चाहिँ युट्युबर हुनेवाला भएको भइसक्यो भनौँ न। किन्छ नि आनन्द छ नि हो। यसमा घुमाउनु जान्छु नेक्स्ट आइदिनु चाहिँ फेरि जानुपर्छ हामी। माथि पार्नु होला माथि पस्नु होला नि नत्र ल यति नै भन्दै अहिलेलाई म बिदा हुन्छु। फेरि तपाईँले चाहिँ माथि गएर चाहिँ भेट्छु म। अहिले यहीँ राखौँ। के देखाउने बाटो हिँडिरहेको बाटो पनि कति देखाउने बाटो नयाँ कुरा बाटो देखाउनुहुन्छ। सो गाइस फाइनल्ली डाँडामा चाहिँ पुगेछ। यहाँबाट चाहिँ सो गाइस हामी चाहिँ यहाँ पुगेछौँ। लगभग कति घन्टा यहाँबाट यस्तो दामी भ्यू देखिँदो रहेछ। अनि यता त पुरै काठमाडौँ देखिँदो चाहिँ यतिसम्म चाहिँ राम्रो रहेछ। त्यो माथि कति हिँड्नु पऱ्यो त्यो चाहिँ थाहा छैन। यसोमा चाहिँ रमाइलो रहेछ अहिलेसम्म चाहिँ। सब छाडो जान्छ। यहाँ चाहिँ गएर हामी चाहिँ यता गएर चाहिँ रेस्ट गर्छौँ होला हामी 3जना। हाम्रो क्यामेराम्यान चाहिँ पछाडि हुनुहुन्छ। 5 मिनट रेस्ट गरेर हामी त्यो रेस्ट गरेर
अझ 1 किलोमिटर 2 किलोमिटर छ होला है। अब नागार्जुन यसो अप्नाएर चाहिँ शिवपुरी नागार्जुन नेसनल पार्क हुन्छ। यति नै रहेछ यताको भ्यू चाहिँ। के अब कहाँबाट रेस्ट गरौँ अनि त 5 मिनट। भाइ कति छ यहाँबाट फेरि कति किलोमिटर जति होला? किलोमिटर त थाहा भएन। तर अब 40-45 मिनट लाग्छ। मिनेट अझ 40 जति लाग्छ। सिधै हो? उकालो अलि अलि उकालो नत्र सिधै? गरिन्छ के हो आज यही मासन छ। सो गाइस यत्रो जङ्गल आएर अहिले चाहिँ हामीले एउटा चाहिँ बाँदर देखेको छु यता। फेरि यो बाँदर होइन नि, फेरि उहाँ रुखमा छन् बाँदर। बाँदर देखिरहेको थियो यार। ऊ फर्स्ट ओ खै कहाँ हराएछ फेरि? ऊ ऊ ऊ कहाँ बच्चा रहेछ त्यसको। ऊ त्यहाँ रहेछ त बाँदर। ऊ त्यहाँ बसिरहेको होइन। डर मान्दैन मान्छे यत्रो जग्गा हिँड्दा फर्स्ट टाइम बाँदर देखेँ। उसिनेर पनि पुगेको छन् हामीसँग हाल मान्छेहरू नै। जान्नु होला अब माथि जान्नु सक्दिनँ होला। बस Sauda her tarafı. Vay vay. फाइनल्ली गाइस हामी चाहिँ 2.5 घन्टाको हाइकिङ पछि पुगिसक्यो। यता छ यो डाँडा। कति मिनट लाग्छ थाहा छैन हामीलाई। अब यो दह चोक होइन, दह चोक हो। जामाचो जामाचोक जामाचोक दहचोक जामाचोक हाइकिङ भन्यो नि। हाइकिङ पसल पनि रहेछ। हामीले खोजेको जस्तै पायौँ। माथि चाहिँ पसल रहेछ, बाटोमा एउटा पनि पसल छैन है। डाँडामा चाहिँ पसल छ। ल आउनुहोस् तपाईँ क्यामेराम्यान दौडिनुहोस् माथि हेर्नुहोस्। ओ हेर्नै पर्यो यति लागि आएको। पानी चाहिँ छ होला।
ए हो 2 घन्टा 10 मिनट लगाएर हामी पुगेको यति नै ठाउँ हेर्न लागि भयो हस् त धन्यवाद